टी सर्ट त्यस्तै बच्चाको जस्तो 7 क्लास पढ्ने बच्चाको जस्तो टी सर्ट हेर्नु त्यहाँ बच्चाको टी सर्ट लाएको केटा मान्छेहरू सादा टी सर्ट लाउने हो कि सादा अझै गर्नु पनिसमेन्ट तिमीले यत्रो बेइज्जत गर्यो नि मेरो कस्तो बेइज्जत गर्यो भने त खुर्काने त गर्नुस् न अबे के भएको थ्याङ्क यू सो मच सबैजना सर 1000 चाहिँ पुग्नुपर्छ यही नानीले मैले थ्याङ्क यू सो मच लेट्स गो 1000 मेरो पनि पुग्नु पर्यो गाइस माइलदाईको नाम लिन्न मैले अहिले बसन्त कति भन्नुभयो 15 म ब्लग हान्नु म बेर लाउनु न गाइस सबजना ल किन छिटो 4 5 6 7 8 13 14 15 11 12 13 15 16 पुगेको थिएन तर पनि मैले पुऱ्याइदिएको है हेलो हामी एक्स्ट्रा दिएर हिँड्ने मान्छे हो टिप्स पनि दिन्छु हामीले इल्ला टिप्स दियो आज मलाई थाहा हुँदैन तपाईको कति पुग्यो भन्ने कुरा त्यतिसम्म भिखारी नसोध्नु टिप्स दिएर 15 रुपैयाँ खाना भर्खर 13 पुग्दैछ अरे हो यो मान्छे जहिले यस्तै गर्छ 13 भयो 13 14 15 2 अझै गर्नु गरौँ न नो प्रब्लम त्यत्रो त गरिसके साला 2 मा के फर्किनु यार कति भन्नु कति झेली भनिरहेछ भाइ पुगेको थिएन अरे उ यहाँ आफ्नै त्यहाँनिर तपाईको मान्छेहरूले पुगेको छैन भन्दैछ 6 अब 13 मा 6 गर्नु कति पुग्यो ल पुग्यो धेरै नै पुग्यो इमानदारी मान्छे हो क्या अरु म हेर्दैछु त्यस्तो हुनु पर्यो नि अनि हुन्छ मैले खाना खाएको ठाउँमा बस्ने वेटरहरूले मलाई हेरेको छैन होला अहिले है 50 का खायो भने 100 रुपैयाँ दिनु 100 भनेको यहाँको कम त होला नि तिमीलाई त 6 महिना खान पुग्छ खाना मात्रै चकलेट गफाडी भाइ भन्नुभयो थ्याङ्क यू सो मच सुषमा दिदी हजुरले यति भने पनि पुग्यो क्या अघि मेरो दिदीहरू कहाँ अब तिम्रो थ्याङ्क यू सो मच गाई चोरु अब उठ अब तिमीले के गर्ने भन्दा चाहिँ के गर्ने त यार होइन म बिस्तारै गर्छु के थाकेको थियो दिदी त्यही भएर झेली गरेको त होइन उहाँहरू चाहिँ मैले 7 बाट 13 गर्ने थिएँ त्यही भएर होला तर पुऱ्याउनु त बराबर रुगा लागेर गाइस के दिने भन्नु त फटाफट लेखौँ अब फटाफट तपाईँले 10 चोटि पुसअप गर्नु हेलो यु क्याट मी माइला थ्याङ्क यू बेटा माइला 10 चोटि पुसअप गर्नु म होइन डक्टरकोमा अहिले मै अपरेसन गरिदिन्छु त्यहाँ नो प्रब्लम के गर्ने अरे मैले 10 चोटि पुसअप गर्ने मेरो पुसअप त फेरि खत्रै हुन्छ नि हाम्रो फुले भन्दैन ए केटा खत्रै प्यान्ट आएको छ भन्दैन हो त्यस्तै कपाल उता गर्नु आफ्नो मर्जीले हुने भए त म त तिमीले जे भन्दा पनि आफ्नै मर्जी हेलो लेख नगर्ने त्यसै हान्दिम मैले गर्ने छैन त्यस्तो पनि हुन्छ हेरेकै छैन मैले हेरेको छैन त नहेरेकै हुन्न बरु काटेर जानु काटेर जानु क्या रन्डा जाँठा इमानदारी हुनुपर्छ क्या मान्छे भने तपाईँले कति दिएछ 10 त दिएछु मैले नर्मल मैले 5 पुराइसकेको छु नि म यो गर्नेकै छैन हो अब गर्नु नङ्गै बस भन्नु नि कपाल छोटो छ त के गर्नु थिङ्किङ नेगेटिभ नलिनु पुसअप गर्नु त्यो
फेरि सेमै त भयो नि भेडाको ल गर्नु 1 ओ हेलो त्यो भैँसीले घाँस मागे जस्तो टाउको मात्रै भइरहेको 10 म त कसम नसक्ने चिजलाई म जबरजस्ती म गर्छु भन्दिन म ओके 4 कन्टिन्यू 5 ओ त्यो पुछार किन फेरि बटारेको कुकुर जस्तो म भइसक्यो है म सक्दिन के ल 20 हो 5 अब 5 गर्नुपर्छ नि मैले अघि नै गरेको मैले 10 पुऱ्याइसकेँ समाजलाई सोध्दा हुन्छ मैले कति गरेँ भनेर समाजलाई त सोधेको मैले हेरेको थिएन नि त हो तपाईँले नहेरेर हुन्छ त मेरो कपाल छोटो छ त यस्तो लादा पनि घोप्टिँदा अहिले त आउँदैन त यार के बित्यो हो त्यो अनि कपाल फेरि काट्ने मान्छेले रेकर्ड बनाएर हालिसक्यो क्या हालिसक्यो हेर्नु तपाईँ कपाल फेरि काट्ने बेला भएछ कपाल आफै यता आउँछ कि यस्तरी आइहाल्छ नि छोटो कपाल आउँदा त ठिकै हो तिखो देख्छु त बुझेन छ कि हो कुनै बेला त तिखो देख्छु त म त कुनै कपालहरू क्या त्यो हाँगा पलाएको होला सायद इन्टु थ्री थुक्रा ट्याप खोइ त छैन त अनि मिनी ग्लोबल कमन ट्याक्स फेरि पनिसन गर्नुपर्छ हामीले यो नो यस 1500 जनाको पावर मलाई मात्र इनर्जी आउँछ तपाईँहरूलाई आउँदैन अब तपाईहरुले लुतो भएर एनर्जी आउँछ अब माथिबाट आउने फुलहरूलाई सबजना फलो गर्ने ट्याप मेरोमा त कति भयो गाइस ट्याप तपाईहरु गर्नुहुन्न तपाईहरुको लेबम बाचिलाई हाल्छ त्यहाँनिर ट्याप गर्यो भने त 1500 जनाले 1600 जनाले हाम्रो माथिबाट आउने फुलहरूलाई टिप्ने फलो गर्ने गाइस ट्याप गर्नु न गाइस ट्याप एभ्रीवन छैन त यार के साह्रो हेपेको मलाई टिकटकमा सबै भन्दा मलाई हेपेको रहेछ यो मान्छेहरुले बरु नहेर मलाई हैन हेरिसकेपछि ट्याप त गर न गच्छा हेपेको भयो अहिले भर्खर जितेर गयो भने तपाईले कसले जित्यो एक मात्रै छ मैले 10 वटा विन बोकेर आथे आउनु भयो 10 वटा विन मिस्टेकले पढेछ यार गाइस ट्याप गर्नु एभ्रीवन सबजना मिलेर तपाईलाई लिम्बुनीको के ठुलो छ भनेको ठुलो छ लिम्बुनी पो हो त जाँठा मन किन ठुलो हुँदैन मेरो हो एकदम मन त एकदम ठुलो केटा मान्छेहरु 2-4 लाख जना हटाइदिन्छु मेरो मनमा तिम्रो मन हाम्रो त मन भित्र बस्छ क्या तिम्रो मन त बाहिरै फुट निस्किसक्यो त्यसो त हाम्रो पनि त हाम्रो घरमा धारा हुन्छ कि हामी धारा बोकेर हिँड्नुम न के त्यो आलुहरू अन्डाहरू हाम्रो त घरमा छोडिन्छ हामी त्यो यस्तो मुनि च्यापेर हिँड्दैन क्या हामी त्यो अन्डाहरू तिमीलाई थाहै रहन्छ यस्तो विषय म त बोल्दिनँ क्या ट्याप त गर्दा त तपाईहरुको लेबङबा चुडिन्छ होला नि हैन ट्याप चाहिँ गर्नु है जिन्दगीमा त्यो धारा ट्याप त गर्नु न यार एटलिस्ट यार अलिअलि तपाईहरुले जति ट्याप गरे उति भ्युअर्स बढ्ने हो क्या फेरि ले जस्तै हो कि लेबङमा भनेको पनि त्यही ले नै हो क्या थ्याङ्क यू सो मच एभ्रीवन माथिबाट आउने फुलहरूलाई सबजना टिप्ने फलो गर्ने गाइस 1100 जनाले एकअर्कालाई फलो गर्ने तपाईहरुको फलो त 1000 पुगिसक्यो यार मेरो 0 छ यार 1000 देखि 1500 भ्युअर्स चाहिँ मैले बोकेरै बसिरहेको छु हैन 16000 जनाले हेरिसकेको छ अहिलेको 51 मिनेटमा चाहिएन मलाई इन्ट्रेस्ट छैन तपाईहरु गरेको भए 51 मिनेटमा जिताउन 16000 फलोअर्स बढाउन सक्थ्यो क्या अहिले चाहिँ हाम्रो लगभग 1200 मात्रै हुनुहुन्छ आउने जाने जारी नै हुन्छ मलाई फलो गर्नु अनफलो गर्नु फलो गर्नु अनफलो गरेर फेरि फलो गरेर मेरो कति छ भन्दाखेरि 2 लाख
89,000 रहेछ 89,000मा 5-5 जना 10-10 जनाले सबजना 1200 फलो गर्नु त तपाईहरुको 12-1100 बढेन भने यताको बङ्ग्रा यता नाको यताको बङ्ग्रा यता त्यो झरिसकेको छ तपाईको दाँत हो त्यसलाई बङ्ग्रा भन्दैन दाँत भन्छ अरे दाँत बङ्ग्रा यता हुन्छ अहिले मैले दाँतै भनेको छैन बङ्ग्राको नाम लिइराको अन्त उले त जे बोले त झुट बोलेको अब मैले दाँत मेरो दाँत यताको दाँत भनेको छु र थोतेको बुबु छ र तिमीले थोतेको बुबु मन पराको छैन अलमाराईको यत्रो मैले छिटो गर्नु न छिटो सपोर्ट गर्नु न इन्ट्रेस्ट भएर चाहिँ के गर्नुहुन्छ अहिले